तपाईलाई चाहिँ स्क्रन्ची बुन्ने यात्रा सुन्दर लाग्यो कि गन्तव्य? आज म स्क्रन्ची बनाउन गइरहेकी छु। तर भिडियो सुरु गर्नुभन्दा पहिला नै मैले अलिकति बुनिसकेँ। सुरुमा मैले एउटा लेभिन टु लिएर सिंगल क्रोसे गरेँ, जसले गर्दा भित्रको लेभिन टु छोपियो अनि त्यसमाथि थप बुन्दै गएँ। अहिले जाडो मौसम चलिरहेको छ नि त, त्यसैले घाममा बसेर बुन्दै घाम ताप्दै गर्न कस्तो आनन्द आउने। त्यसमाथि हावाले कपाल यसरी उडाइरहेको छ कि मलाई त आफू नायिका जस्तै लागिरहेको छ। प्रिय हावा, आँखा त नछोपिदेऊ न। बुन्दा बुन्दै लुप नै कता हराएछ, त्यसैले एकैछिन गहिरिएर खोजेँ अनि भेटाएँ पनि। मैले बुन्न सुरु गरेको खासै समय भएको छैन। मैले पहिलो पटक बुन्दाको एउटा भिडियो हालेको छु, सायद हेरि पनि सक्नुभयो होला। त्यसपछि पनि बुनेको थिएँ तर भिडियो चाहिँ बनाइन। त्यसैले यो मेरो क्रोसेको दोस्रो भिडियो हो, तर दोस्रो क्रोसे चाहिँ पक्कै होइन। एउटा रङको काम सकेपछि अर्को रङको उनले त्यो कामलाई जारी राखे। पछाडिको पृष्ठभूमि कस्तो सुन्दर लाग्यो मलाई, त्यसैले आफ्नो क्यामेरामा कैद नगर्ने त कुरै भएन। अब हामी बुन्ने कामको अन्तिममा आइपुगेका छौँ, त्यसैले यो यात्रालाई यही रोकौँ। अब म यी धागाहरूलाई यसरी लुकाउने छु कि तपाईले बरु लुकामारी खेल्दा आफ्नो साथीलाई भेट्टाउन सक्नुहोला, तर मैले लुकाएको यी धागालाई भेट्टाउन सक्नु हुँदैन। मैले कतै सुनेकी थिएँ क्या, प्राय गन्तव्य भन्दा यात्राहरू सुन्दर हुन्छन्।